पक्चोईको पात, लसुनको डाँठ, हरियो प्याजको डाँठ, कौलीको पात, दालचिनी, हामीसँग भएको भेजिटेबलहरू हालेर बोइल गर्ने। बोइल गरिसकेपछि हामीले 1 टनको लागि हामीले पिठो मुछ्नु पर्यो। पिठो मुछेपछि हामीले 1 टन भर्नको लागि मोमोको किमा जस्तै बनाउनु पर्ने हुन्छ। मजाले हामीसँग जुन बन्दा छ अथवा जुन क्याबेज छ त्यही काट्ने हो। यसमा हामीले क्यारोट र बिन्स पनि युज गरेका छौँ। आफूलाई चाहिने क्वान्टिटी हिसाबले गर्नु पर्यो। कति अर्डर आएको छ त्यो हिसाबले काट्नु पर्यो, त्यही हिसाबले बनाउनु पर्यो। र हामीले यसलाई फाइन चप गरेका छौँ। मजाले फाइन चप गर्ने यसलाई नि फाइन चप मजाले गर्ने। यो सिमी हो र यसलाई हालिसकेपछि अब नुन हालेर मजाले निचर्ने। यसको पानी कटाउनु पर्छ, पानी झिक्नु पर्छ। यसलाई मजाले मोलेर निचारेर अर्को भाँडामा हाल्नु पर्यो। हामीले अर्को भाँडामा राखेका छौँ यसलाई पानी निचारेर। यसको नुन हालेपछि यसले पानी छोड्छ र अघिको डोलाई एकदम मजाले मुसिरहने। डो रेडी भइसकेपछि यसमा हामीले बटर, अजिना, टेस्टिङ पाउडर, अजिना भन्नाले टेस्टिङ पाउडर हो, बटर र ब्ल्याक पेपर अथवा व्हाइट पेपर हाल्ने। हामीले व्हाइट पेपर युज गरेका छौँ। हालेर यसलाई मजाले मोल्ने र 1 टन बनाउने। सेम मोमोको डल्लो बनाए जस्तै हो तर अलिकति फरक हुन्छ। यसलाई मजाले मोल्ने र दुईटै भाग लिएर चाहिँ यसलाई चेप्ने भिडियोमा देखाएको अनुसार। र यसको दुईटै चुच्चोलाई यसरी गाँच्ने, मजाले थिच्ने र रेडी भइसकेपछि अघि बोइल गरेको पानीमा हालिदिने र बोइल गर्ने। यसलाई बोइल हुन छोडिदिने। अब बोइल भइसक्यो र हामीले झिक्रिसक्यौँ। र हामीले एउटा कराईमा प्याज लिएर यसलाई रेड कलर अथवा गोल्डन कलर हुनेसम्म भुट्नु पर्यो र झिक्ने। र पानी उमालेर हामीले राखिसकेका छौँ एउटा भाँडामा। अघिको पानी झिकिसकेका छौँ र भेजिटेबल हामीले फालेका छौँ भने पानी राखेका छौँ। अहिले त्यो युज गर्नुपर्छ। यहाँ बाटोमा राखेका छौँ जुन देखेको। र चप गरेको लसुन तेलमा हाल्ने र मजाले भुट्ने। जबसम्म गोल्डन ब्राउन हुँदैन तबसम्म भुट्नु पर्यो। यो हाम्रो गोल्डन ब्राउन भइसकेको छ र अघि भेजिटेबल हालेको उमालेको पानी चाहिँ यसमा हाल्ने। आफूलाई कति क्वान्टिटी चाहिन्छ, कति अर्डर आएको छ त्यो हिसाबले हाल्नु पर्यो। मजाले अब यसमा पानी थपिदिने चाहिएको अनुसार। अघि प्याज भुटेको कालो कालो लागेको कारणले हामीले झिक्दैछौँ यसलाई। त्यसपछि हामीले व्हाइट पेपर, टेस्टिङ पाउडर, सुरुमा हामीले टेस्टिङ पाउडर हालेका छौँ। व्हाइट पेपर हालिदिएका छौँ हामीले। अब स्वाद अनुसार हाल्नु होला। त्यसपछि हामीले सल्ट हालेका छौँ टेस्ट अनुसार। त्यसपछि लाइट सोया सस हालेका छौँ हामीले। धेरै मात्रामा हाल्नु भएन, थोरै थोरै हाल्ने। यसलाई मजाले चलाउने। अब चलाएपछि हामीले सल्ट चेक गर्दैछौँ खाएर। यसलाई मजाले चलाउने। चलाइसकेपछि यसलाई पाक्चोईको पात हालिदिने र हाफ पकाउने, यसलाई हाफ कुक गर्ने। यसमा चप गरेको प्याज हाल्ने। त्यसपछि हामीले अघि बोइल गरेको 1 टन हालिदिने। चप गरेको
अब यो प्याज हालेका छौँ हामीले। अब एकछिनलाई बोइल हुन दिने। अब यो पाकिसकेपछि हामीले अब कचौरा मचौरा वान टन हाल्ने। हामीले पाक्चोईको साग चाहिँ छेउमा यस्तै गरी राख्नुपर्छ। अब चप गरेको गाजर हामीले छेउछेउमा राख्ने। बिचमा नराखिकन छेउछेउमा राख्ने, कलरफुल देखोस्। त्यसै हामीले अघि रोस्ट गरेको प्याज हाल्ने। रोस्ट गरेको लसुन पनि हाल्ने। हामीले अगाडि नै रोस्ट गरेर राखेका थियौँ। हल्का हरियो प्याज हालिदिने। त्यसपछि भुटेको तिल हाल्ने। सेतो तिल हाल्नुपर्छ भुटेको। अब यो कस्टमरलाई दिन रेडी भएछ। 1 टन सुप लाइक गर्नु होला।